आज हामी यो जेनेटिक्सको एक दुईवटा क्वेसन सल्भ गर्ने ट्राई गर्छौँ है त। अब यो जेनेटिक्स मेटेरियलको फर्स्ट क्वेसन रहेको छ 2080 सालको। विच वान अफ द फलोइङ इज द मोलिकुलर सिजर्स भनिरहेछ है। मोलिकुलर सिजर्स भन्नाले मोलिक्युल साना साना भनौँ न मोलिक्युल्सहरूलाई काट्न मिल्ने खालको इन्जाइमलाई मोलिकुलर सिजर्स भनिन्छ है। यहाँ अप्सनमा रहेको छ रेस्ट्रिक्सन इन्डोन्युक्लिएज, डिएनए पोलिमरेज, डिएनए लाइगेज अनि आरएनए पोलिमरेज। अब डिएनए पोलिमरेजले के गर्छ त भन्दा डिएनए को नयाँ स्ट्रेन बनाउन हेल्प गर्छ हैन। त्यसै गरी डिएनए लाइगेजले के गर्छ, साना साना डिएनए का स्ट्रेन्डहरु, डिएनए का स्ट्रेन्ड भन्नाले पोली डिअक्सिराइबोन्युक्लियोटाइडहरुलाई जोड्ने काम गर्छ हैन त। अब आरएनए पोलिमरेजले पनि त्यस्तै के गर्छ, आरएनए बनाउन हेल्प गर्छ। तसर्थ राइट एन्सर यहाँ के हो त भन्दाखेरि रेस्ट्रिक्सन इन्डोन्युक्लिएज हो है। तसर्थ हामीले एमा टिक लाउनु पर्ने हुन्छ।